भागेमानीलाई मात्रै यसरी बुढीले पकाएको खाना जुर्छ क्या। अभागीहरूलाई त बुढी देख्ने बित्तिकै रिस उठ्छ। बुढीले पकाएको मनै पर्दैन, बुझ्नु भएन? बुढीको छाया देखेर पनि रिस उठ्छ ती अभागीहरूलाई। तर भाग्यमानीलाई बुढीले पकाएको यस्तो मिठो खाना 5 स्टारमा पनि खान पाइँदैन, बुझ्नुभयो? सबभन्दा ठुलो कुरो माया हो क्या। जहाँ माया हुन्छ नि, बुढीले नि नुन र भात दिई भने पनि मिठो हुन्छ, 84 व्यञ्जन देखिन्छ क्या। तर माया नगर्ने, बुढीलाई वास्ता नगर्ने, बुढीलाई दुःख दिने बुङ्गाहरूले त नि बुढीले 84 व्यञ्जन पकाएर दिई भने पनि रिस उठ्छ, यो के पकाएकी भन्ने हुन्छ। त्यस्ता हुन्छन् क्या बुङ्गाहरू। अब बुढी नै मन नपरेपछि बुढीले पकाएको मन पर्ने त कुरै आएन बुङ्गाहरूलाई, होइन? कति चाहिँ मिठो पार के काली अत थप मलाई त मिठो लाग्छ मेरो बुढीले पकाएको। माया पनि गर्छु, मिठो पनि लाग्छ। म खुसी भएँ भने बुढी खुसी, बुढी खुसी भएपछि घर स्वर्ग जस्तो।